यसमा मैले एरो क्लिक गरे झारे अनि यो पछि चाहिँ म फेरि एरो सुटिङै गर्छु तर फिल चाहिँ मैले टेन्सन एन्ड डिरेक्सनमा बराबर राख्ने कोसिस गर्दैछु। यो चाहिँ एसपीटी को फ्लेक्सिबिलिटी एसपीटी हो अनि यो तपाईहरुले गर्नुभयो भने चाहिँ तपाईहरुको एरोहरु भाग्दैन है, ग्रुपिङ बस्छ, सुटिङ राम्रो हुन्छ, बो जम्प राम्रो आउँछ, ब्याक टेन्सन राम्रो आउँछ, रिलिज अटोमेटिक राम्रो हुन्छ। यो चाहिँ कन्टिन्यू मैले अब 10 दिन जति गर्ने छु, हेरौं रिजल्ट के हुन्छ है त। घर आइपुग्यो है। अब आज एकदम गाह्रो हो क्या ट्रेनिङ। अब बेलुका केही गरिँदैन, आज पुग्यो। मैले जुन गरेको थिएँ नि त्यो मैले लगभग 2.5 घण्टा जति गरेँ क्या, एकदम सलक्कै भएको छ। अब वाइ र सिङ्गे थुक्पा मिक्स गरेर चाउमिन बनाएर खानियो। ल बनाऊँ है त। पानी उम्ल्यो, यसमा सिङ्गे थुक्पा हाल्छु। Damn. Keep serving me to out.